हो यार हो। अनि के बसेको रहेछ त्यहाँ खोइ के थियो शिवको बुवाको छ अरे त्यो त्यसैले हेत्तेरिका त्यो शिवको बुवासँग के डराउनु साला त्यो शिवको बुवा अनुभव ज्याठा के डराउनु पर्दैन डराउनु अब मलाई किन भन्छ हेर अब त्यो साह्रै लास्ट डराइरहेछ लु हिँड्दा अब त्यहाँ के चाहिँ भन्दै रहेछ आखिर के भएर त यसको कुरा बसेको त्यहाँ शिवको बुवा अनुभव भएको छ त्यसैले किन अनुभव आयो भने अनुभव अङ्कल त राम्रै हुनुहुन्थ्यो तर अलिकति जहाँ घर पहिला त गएर अनुभव अङ्कलसँग कुरा गरेर मजामा जान्छु तर यसको निवारण सिर्फ अनुभव अङ्कल मात्रै हो